श्रम संस्कृति पार्टीले इतिहास रच्दैछ। समानुपातिकमा 3% को थ्रेसोल्ड कटाउनुको असली अर्थ के हो? आउनुस् सजिलो भाषामा बुझौं। नेपालको निर्वाचन कानून अनुसार कुनै पनि पार्टी राष्ट्रिय पार्टी बन्न 2 वटा कुरा चाहिन्छ। प्रत्यक्षमा कम्तीमा 1 सिट र समानुपातिकमा कुल सदरमतको 3%। यदि श्रम संस्कृति पार्टीले यो 3% कटायो भने ऊ अब एउटा सानो समूह मात्र रहेन, एउटा राष्ट्रिय शक्ति बन्यो। यसको अर्थ हो अब संसदमा श्रम संस्कृति पार्टीको आधिकारिक उपस्थिति हुनेछ। पहिलो, राष्ट्रिय पार्टीको मान्यता, जस्तै राज्यबाट पाउने सेवा, सुविधा र एउटा छुट्टै पहिचान दिनेछ। दोस्रो, समानुपातिक सिट। 3% कटाउने बित्तिकै मतको अनुपातमा संसदमा सिटहरू सुनिश्चित हुन्छन्। र तेस्रो, श्रमको आवाज। अब सडकको मुद्दा सिधै सदनमा गुन्जिनेछ। यो 3% केवल अङ्क होइन, यो त पुराना दलहरूका लागि एउटा कडा चेतावनी र नयाँ सोचको विजय हो। के अब श्रम संस्कृतिले देशको राजनीति बदल्छ त? तपाईलाई के लाग्छ? तल कमेन्ट गर्नुहोस्।